एक समयको कुरा हो। एक दयालु र सुन्दर केटी थिइन् जसको नाम सिन्ड्रेला थियो। उनी आफ्नी क्रूर सौतेनी आमा र सौतेनी दिदीबहिनीहरूसँग बस्थिन्। उनलाई नोकरको रूपमा व्यवहार गरिन्थ्यो र उनले आफ्नो दिन सफा गर्ने र लुगा धुने काममा बिताउने गर्थिन्। उनीहरूको क्रूरताको बावजुद सिन्ड्रेला सधैँ आफ्नी आमाको शब्दहरू सम्झन्थिन्, विश्वास गर र दयालु बन। एक दिन शाही बलको निमन्त्रणा आयो। राजकुमार दुलही जस्तो देखिन्थे र सबै राज्यमा आमन्त्रित थिए। उनकी सौतिनी आमाले तुरुन्तै आफ्नो र आफ्ना छोरीहरूको लागि नयाँ गाउन बनाउन आदेश दिइन्। सिन्ड्रेलाले आफ्नो लागि समयमै नयाँ पोसाकहरू तयार गर्न दिन-रात काम गरिन्। बलको दिन आयो। तिनीहरू जाने तयारी गरिरहेका थिए। सिन्ड्रेला आफूले बनाएको पोसाकमा सिँढीबाट तल ओर्लिन्। उनकी सौतेनी आमा र सौतेनी दिदीबहिनीहरू उनलाई यति सुन्दर देखेर धेरै रिसाएका थिए। त्यसपछि तिनीहरूले पोसाक च्याते र उनलाई बिना नै गए। एक्लै छोडेर सिन्ड्रेला अचानक उनकी परिदेवी आमा देखा पर्दा रुन थालिन्। "नरौ मेरो बच्चा, तिमी बलमा जानेछौ," उनले भनिन्। "तर मसँग लगाउनको लागि लुगा छैन," सिन्ड्रेला रोइन्। उनकी परिदेवी आमाले आफ्नो जादुको छडी हल्लाइन् र तुरुन्तै सिन्ड्रेलाको चिल्लो सुन्दर नयाँ बल गाउनमा परिणत भयो। त्यसपछि उनकी परिदेवी आमाले 6वटा मुसाहरू फर्सीको प्याचमा खेलिरहेको भेट्टाइन्। उनले आफ्नो जादुको छडीले तिनीहरूलाई छोइन् र फर्सी एउटा सुन्दर कोचमा परिणत भयो र मुसाहरू 4 सेतो घोडा र 2 कोचम्यानमा परिणत भए। जब सबै कुरा तयार भयो, सिन्ड्रेलाले आफ्नी परिदेवी आमालाई बिदाई गरिन्। उनले उनलाई भनिन् कि जादु त्यो मध्यरातसम्म मात्र रहनेछ। त्यतिन्जेल उनी घर पुगेकी हुनुपर्छ। जब उनी बलरुममा प्रवेश गरिन्, पाहुनाहरू उनको सुन्दरता देखेर छक्क परे। उनकी सौतेनी आमा र सौतेनी दिदीबहिनीहरूलाई पनि उनी को हुन् भनेर थाहा थिएन। राजकुमारले सिन्ड्रेलालाई नाच्न भने र उनी अत्यन्तै खुसी भइन्। राजकुमार र सिन्ड्रेला साँझभरि नाचिरहे जबसम्म सिन्ड्रेलाले मध्यरातमा घडी नजिकिँदै गरेको देखेनन् र उनले आफ्नी देवी आमाका शब्दहरू सम्झिन्। "म जानुपर्छ," उनले बलरुमबाट भाग्दै राजकुमारलाई भनिन्। जब उनी दरबारको सिँढीबाट तल दौडिन्, उनको एउटा गिलासको चप्पल खस्यो, तर सिन्ड्रेलाले रोकिनन्। घडीमा 12 बज्ने बित्तिकै उनी घर फर्किइन्। उनको कोच फेरि फर्सीमा परिणत भयो। उनका घोडाहरू मुसा बने र उनले फेरि एकपटक चिरा लगाएकी थिइन्। उनको सौतेनी आमा र सौतेनी दिदीबहिनीहरू केही समयपछि घर आइपुगे र राजकुमारसँग रातभरि नाच्ने सुन्दर केटीको बारेमा चर्चाले भरिएका थिए। राजकुमार सिन्ड्रेलालाई देख्ने बित्तिकै उनको प्रेममा परेका थिए, तर उनलाई उनको नाम पनि थाहा थिएन। उनले सिँढीबाट उनको गिलासको चप्पल उठाए र घोषणा गरे, "म त्यही केटीसँग विवाह गर्नेछु जसको खुट्टा यो चप्पलमा फिट हुन्छ।" राजकुमार र उनका नोकरहरूले त्यो चप्पल राज्यको हरेक घरमा लगे, तर यो लगाउने कुनै पनि महिलालाई फिट भएन। सिन्ड्रेलाका सौतिनी दिदीबहिनीहरूले आफ्ना ठूला खुट्टाहरू त्यो सुन्दर जुत्तामा घुसाउन खोजे, तर नोकरलाई त्यो फुट्न सक्छ कि भनेर डर थियो। सिन्ड्रेलाकी सौतेनी आमाले उनलाई चप्पल लगाउन दिनु भएन, तर राजकुमारले भने, "पर्खनुहोस्, उनलाई प्रयास गर्न दिनुहोस्।" त्यो चप्पल सिन्ड्रेलाको खुट्टामा पूर्ण रूपमा फिट भयो र राजकुमारले महसुस गरे कि यो त्यही सुन्दर केटी हो जससँग उनले बलमा नाचेका थिए। राजकुमारले खोजिरहेको केटी भेट्टाए। उनीहरूको विवाह भएको थियो र दुवैजना खुसी साथ बसे। यस च्यानललाई लाइक र सब्स्क्राइब गर्नुहोला।